हेलो गाइज, हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानल गाउँले ब्लगमा। आज चाहिँ म टमाटर गोड्न झरेको थिएँ। टमाटर गोड्दा गोड्दै रात पनि परिसकेको छ। भिडियो बनाउनु चाहिँ भ्याइन, त्यही पनि थोरै सर्ट भिडियो बनाएको छु, मैले बनाउन लागेको छु। यसो हेरेर साथ सपोर्ट गरिदिनुहुन्छ कि भनेर आशा गरेको छु। फर्स्ट अफ अल त हजुरहरूले लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु भयो भने धेरै धेरै म आभारी हुने थिएँ भन्न चाहन्छु। र हजुरहरूले ढिलो नगरिकन म टमाटर गोड्न चाहिँ गोडेँ, तर आधी काला गोडेको छु। हजुरहरूलाई म अहिले नै भन्छु, किनभने धेरै रुख छैन, वस्तुले खाइदिएर ठाउँ ठाउँमा छ। त्यही पनि म हजुरहरूलाई देखाउँछु। फुल्न थालेको छ। वस्तुले नखाइदिएको भए चाहिँ धेरै नै थियो र गोड्न मैले छोडेँ। आधी गोड्यो, आधी बोल्यो भनेर राखेर अब घर हिँड्न लागेको। यसो भिडियो सर्ट भिडियो बनाएर जाउँ भनेर हजुरहरू अब लागौँ भिडियोतर्फ। हजुरहरू हेर्न सक्नुहुन्छ पुरै यो एक ठाउँमा र फुल्न पनि थालेको छ। फुल्न थालेको छ सानै बोटबाट। तर यो चाहिँ जुन यो फुलिरहेको छ, यो फुल्दै गर्छ, यता फल्दै गर्छ, यो मात्र बढ्दै गर्छ, यता पनि बढ्दै गर्छ भन्ने मलाई लागेको छ। अब यसमा यिनीहरूमा डोरी लगाउने भनेर मैले तयार पनि पारेको छु। यो खम्बाहरू भयो बाँसको, यहाँ डोरी भयो तन्काउने, यो तार खाल्डा खुल्डी छ। यो वस्तुले खाएको यस्तो छ है, कहिले बढ्ने हो या बढ्दैन होला। वस्तुले नखाएको चाहिँ यस्तो फस्टिएको छ, हेर्नुहोस् है। धेरै होइन, यहाँ दुई ढ्याङ्ग बिचको चाहिँ हिँड्ने बाटो। किरा पनि लाग्नु थालेको जस्तो छ साथीहरू, छिर्केमिर्के छ, हेर्न सक्नुहुन्छ। यसले चाहिँ अब दबाई ल्याएर हालिदिनु पर्ला, किराको औषधि। यस्तो हेर्न सक्नुहुन्छ, गाईले खाएको यहीँ बिचमा चुटाइ खायो र यसबाट उम्रेको चाहिँ यता र यतै पलाएको चाहिँ यता माथि पनि त्यस्तै। ठ्याक्कै एकदमै खाली नै छ, धेरै जस्तो जङ्गल छ, जङ्गल। यता हेर्न सक्नुहुन्छ, जोरगाडीमा हराइगएको छ। यसरी खाइसकेको उम्र निस्किँदै यसरी मरिजाँदो रहेछ पलाउँदै। यता हेर्न सक्नुहुन्छ, माछा छ। धेरै जसो झार आएर यो हजुरहरूलाई लाग्ला। यो प्लास्टिक बिनाको गोठमा, अनि त्यो ड्याङ बनाइसकेपछि माथि त्यसको माथि प्लास्टिक छोप्छ भन्ने भन्नुहुन्छ होला हजुर। तर यो चाहिँ मैले बाहिरै फल्ने टमाटर भएर यतिकै मैले चाहिँ रोपिदिएको। मेन राजा बोट हेर्न सक्नुहुन्छ है, फुलेको। यो ठुलो भइसकेको छ रुख। यता कान निस्किसकेको थियो, कानलाई छुट्याइदिउँ। यता पनि यस्तै फस्टिन्थ्यो, यो सबै गाईले नखाइदिएको भए यता पनि सबै त्यस्तै हुन्थ्यो।
पर पल्लो छेउबाट यति पुऱ्यो। अनि यहाँ चाहिँ बिउ बिउको ब्याड राखेको यहाँ चाहिँ। यहाँ पनि छ 6-7 बोट पो छ क्यारा जस्तो छ साथीहरु। यसमा दबाई युज गर्ने ड्रम चाहिँ यही हो। दबाई पनि छ जस्तो छ। र अब बाँकी थोरै छ, यो चाहिँ भोलि म गुडिसक्छु होला। यहाँदेखि यति छ, यता फिनिस भयो। झार भन्नुहुन्छ भने बाक्लो छ झार। यस्तो चाहिँ बिरुवा गाईले खाएर उम्रिरहेको। गाईले नखाइदिएको भए त अहिले त पुरै फल्ने बेला भइसक्थ्यो। अरू बोट हेरिहाल्नु भयो, फुल्दैछ। यो पानी नहुने पानी लगाएपछि चाहिँ तपाईको धेरै झार आउने गर्दो रहेछ। यो पनि गाईले नै खाएको हो। यस्तो छ। यताको बच्चाको यहाँ एउटा छुट्टै पठाउने भनेर यताको बच्चाको छ। यो ठिकै छ, ठिकको। यताको बोटहरु चाहिँ ठिकै छ। यसो घरमा खानलाई चाहिँ दुःख नहुने भयो। फाइनली मैले चाहिँ हजुरहरूलाई देखाइसकेँ है। अब नेक्स्ट पार्टमा म फेरि पनि भिडियो लिएर आउनेछु भन्दै म आजलाई छुट्टिन्छु।